आफ्नै सोच्ने भने यस्तो ठिक छ। झड्को नै होइन, झड्को चाहिँ हुँदैन। बाबु कस्तो भइरहेछ? एकदम दामी भइरहेछ, प्रोग्रेस भइरहेछ नि मजाले होइन? मजाले भइरहेछ। जिम्मा चेन्ज गर्नु पऱ्यो है, राम्रोसँगले गर्ने, राम्रोसँग टाइममा गर्ने, खाना राम्रोसँग मिलाउने है। अनि हिरो के छ त नि खबर खाऊ? रमाइलो ठिक छ भइरहेछ? आज काम गर्नु अर्को खोइ ऊ त सधैँ यही छ, भोलि आउँछ हनुमान। भ्याली बाहिर गएको थियौँ कि दामीसँग हान्नु है, अल्छी गर्ने है केटा। गयो गफ गऱ्यो, खाजा खायो, बस्यो। मजाले बसेछन्, खाएका छन्। के बोलिदिनु नि त मेरो युट्युब च्यानलमा। जिम्मा आउने हो, खाने हो, घर जाने हो भन्नु न। दिनेश सरको जिम्मा आयो भने दिनेश सरले जहिले हामीहरूलाई खाने कुरा राखिदिनुहुन्छ। तपाईँहरू पनि आउनु, खाना पाउनुहुन्छ। बिहानीको पुरै ब्रेकफास्ट हामीले बिहानै खास गरी इनर्जी पनि चाहिन्छ अरे। त्यसरी दिनेश सरले जिम गर्नलाई खाली पेट पनि आउनु। सबैजना आउनुहोस्, सबैजना खाना पाउँछ। खाली पेट नभन्दै, खाली पेट नआउनु भन्ने बित्तिकै बाङ बुङ सबै चिज जे पनि खाइदिने हो त? होइन, हामी खाँदैनौँ सर, आज मात्रै हो, भोलिदेखि ज्ञानी हुन्छ।
म धेरै दिन पछाडि जिममा छ गल्ती गर्यो अब तिमीले अब एकदमै धन्यवाद भन राजीवलाई ल भन राजीवलाई धन्यवाद राजीवलाई एकदमै धन्यवाद युट्युबमा हाने नि हैन त ल हानु यहाँ हानु